यता हाम्रो अशोक दाई अशोक अग्रवाल निरजजी पनि पूर्वअध्यक्ष हाम्रो निरजजी पनि तपाईँको लागि नै रहेको छ सरसम्मतिको लागि भरसक भइहालोस्। त्यो भइदियो भने यो अति उत्तम हुन्थ्यो र हामी सबै व्यवसायीहरूको हाम्रो समाजका सबै व्यवसायीहरूको लागि एउटा राम्रो हुन्थ्यो। अब हेरौँ यो के हुन्छ हुँदैन, यसैको लागि म अब लास्टमा अब के भनौँ हाम्रा पूर्व अध्यक्षहरूको र हाम्रो अहिलेको बोर्डका बहुसङ्ख्यक साथीहरूको 19 जनाको बोर्डमा अलमोस्ट भन्नुपर्दाखेरि 17 जनाको सपोर्ट तपाईँको हामीलाई अहिले छ तपाईँको। र त्यसमा पनि अहिले हाम्रो धनगढीमा व्यापार सङ्घका तर्फबाट पनि व्यवसायको तर्फबाट पनि हामीलाई पूर्ण समर्थन छ र हामीले हाम्रो टिम तपाईँको बनाउँदाखेरि जस्ट यो टिमको तपाईँको एउटा गुण नै यही हो कि प्रत्येक वस्तुगत सङ्घहरूबाट तपाईँको हामी एउटै वस्तुगत व्यवसायहरूको तपाईँको राख्दैनौँ। कोही कपडाको पनि हुन्छ, हार्डवेयरको पनि हुन्छ, तपाईँको सुन चाँदीको पनि छ, तपाईँको त्यहाँ मदिराको पनि छ, तपाईँको फर्निचरवाला पनि छ तपाईँको। यो होइन एउटै र शिक्षा क्षेत्रको पनि छ तपाईँको। भरसक हामीले तपाईँको एउटा कम्युनिटीको कुरा आइ नै हाल्छ, हामीले त्यसलाई पनि मिलाउने प्रयास गरेका छौँ। भरसक एउटै तपाईँको उसको तपाईँको जसरी एउटा त्यो राम्रो गार्डन बगैँचामा एउटा विभिन्न रङको फुलहरू आफ्ना बोटहरू फलका बोटहरू जसरी राम्रो देखिन्छ, मलाई लाग्छ अहिले पनि यहाँहरू हेर्नु हामीहरूको टिम हेर्नु हो त्यसले पनि मलाई लाग्छ यसले प्लस पार्दछ तपाईँको। र यसैमा अब विशेष गरेर यो आजको कार्यक्रम राख्नुको पनि यो हिजो हामीले अचानक यो कार्यक्रम हामी गरौँ भन्ने बिहान 10-11 बजीतिर मेरो पिताजीको हुँदाखेरि गरौँ भन्ने कुरा हो। त्यसपछि हामीले सोसियल मिडियाबाट सबैलाई फोनबाट पनि हामीले प्रयास गऱ्यौँ त्यो गर्नलाई। अब यसमा अर्को गर्नुको कारण अब आउने आफ्टर नोमिनेसन हामीले घोषणा पत्र पनि ल्याउँछ। हाम्रा व्यवसायीहरूको समस्या कति मलाई पनि अवगत छ तपाईँको, कति हाम्रा टिमका साथीहरूलाई पनि अवगत छ, जानकारी छ तपाईँको। यहाँहरूको पनि कुनै वस्तुगत व्यवसायका साथीहरू हुनुहुन्छ भने चिया मदिरा होस्, औषधि व्यवसायको होस् या जोसुकैको होस् तपाईँको, चिया निर्माण व्यवसायको होस्, केही समस्या छ भने हामीलाई यहाँहरूले सल्लाह दिनुहोस्। हामीले हाम्रो घोषणापत्रमा त्यसलाई तपाईँको राख्छौँ र घोषणापत्रमा हामीले राख्नुपर्ने कुराहरू जहाँसम्म छ तपाईँको हामी घर दैलो पनि गर्छौँ। व्यवसायहरूको समस्या के छ छैन तपाईँको हामी घर पसलमा गएर तपाईँको विभिन्न हाम्रो मार्फतका तपाईँको लाहान नगरपालिका, धनगढी माई नगरपालिका, लक्ष्मीपुर कोतार, नवराजपुर गाउँपालिका भएको, त्यसपछि भगवानपुर गाउँपालिका र यता सरकार नानगढी हामी प्रत्येक ठाउँमा तपाईँको घर दैलो जान्छौँ। समस्या के छ, कति समस्या हामीलाई थाहा छ, ती समस्याहरूलाई हामीले कसरी निराकरण गर्न सक्छौँ तपाईँको यहाँहरूको सामूहिक प्रयास त रहन्छ नै। हाम्रा अग्रजहरू पनि छन् तपाईँको र हाम्रा टिमहरूको पनि तपाईँको हामी चाहन्छौँ जति यो समस्याहरू छन् जति हामी कम गर्न सक्छौँ। यसमा हुनसक्छ हामीलाई स्थानीय सरकारको सपोर्ट लिनु पर्यो भने, सहयोग लिनु पर्यो भने उहाँको पनि सहयोग लिन्छौँ र उहाँको स्थानीय सरकारको सहयोग छँदैछ। भयो भने प्रदेश सरकारको पनि र हाम्रा जुन जनप्रतिनिधिहरू हुनुहुन्छ, प्रदेश सभासदहरू, हामीहरूलाई उहाँलाई पनि बोलाएर तपाईँको भयो भने खुल्ला बस हामी चौडमा गर्छौँ, बजारमा चौकमा हामी गर्छौँ तपाईँको त्यस्तो आवश्यकता पर्यो भने। र त्यस्तै त्यो जायज कुराको लागि जानु पर्यो भने हामी माइती घर मण्डला र सिंहदरबार बालबाट पनि हामी छोड्दैछौँ। हाम्रो टिम त्यहाँसम्म पनि पुग्न तयार छ। हाम्रो व्यवसायीहरूको समस्या समाधानको निम्ति हामी त्यहाँसम्म पनि पुग्छौँ। यसैको लागि म यहाँहरू सबैलाई यो टिमलाई सन्तुलित टिम हो, ब्यालेन्स टिम हो, अनुभवी टिम हो, सम्पूर्ण व्यवसायीहरूको वस्तुगत व्यवसायीहरूको भावनालाई समेट्ने गरी पनि हामीले उहाँहरूको प्रतिनिधित्वलाई यहाँ राख्ने प्रयास गरेका छौँ। यहाँहरूको हामीलाई शुभेच्छा चाहिन्छ र आशा छ यहाँहरूको हामीलाई शुभेच्छा सल्लाह सुझाव हुन्छ भन्ने कुरा भन्दै यो आजको यो सानो विशिष्ट अतिथि पवन मन्दिराज्यू लगायत विभिन्न विशिष्ट अतिथिज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण व्यापारी वर्गहरू,
प्रतिनिधिज्यूहरू, पत्रकार महोदयज्यूहरू, सबैमा मेरो नेपाल निर्माण व्यवसाय सङ्घ सिरा र मेरो व्यक्तिगत राजपत्रको तर्फबाट सबैलाई म नमस्कार गर्न चाहन्छु। खास गरेर आज प्रदीपजीको टिम घोषणा भएको छ। त्यसमा प्रदीप गुप्ताज्यू अध्यक्ष हुनुहुन्छ। यहाँ धेरै कुराहरू आइसक्यो। वास्तवमा उहाँको टिम फालिएको टिम हो। हामीले यहाँ सबैले हेऱ्यौँ। त्यो टिममा पहिला महासचिव, कोही सदस्य, अनेक पदमा रहिसकेर पनि अहिले उहाँसँग एउटा टिम जोडेर गठबन्धनमा एउटा आउनुभएको छ। यो उहाँको टिमले सफलतापूर्वक आउने दिनमा सफल गरोस् र हामी सम्पूर्ण जिल्लाभरिका निर्माण व्यवसायी उहाँका साथ छौँ, सहयोग गर्दैछौँ र उहाँलाई हामीले प्रयास गरेर हामीले सबै मिलेर जिताउँदैछौँ भन्ने हाम्रो प्रतिबद्धता छ। हामी यति भन्दै आजको यो कार्यक्रमको सफलताको शुभकामना होमिने कारण एउटा सिस्टम हो र सिस्टम अन्तर्गत हामीले विधान सम्बन्ध उहाँलाई अगाडि सारेका छौँ र यसपल्टको मेरो कार्यकालमा जुन एउटा सिस्टमेटिक मैले विधान संशोधन गरेका थियौँ, त्यो विधान संशोधन गरेर आज हामी महिलाको प्रतिनिधि र एसोसिएट उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र एउटा वाणिज्य उपाध्यक्ष हामीहरू क्रिएट गरेका छौँ। यो हामीहरूले जिल्ला प्रशासनबाट मान्यता पनि गरेका छौँ। अब आउने कार्य समिति 21 जनाको हुन्छ। 17 जनालाई इलेक्सन लड्नुपर्छ भने 3 जना मनोनित हुन्छ। र प्रदीप दाईको नेतृत्वको कुरा भन्ने भने प्रदीप दाईले जुन हामीलाई महोत्सवमा जुन एउटा सफल स्टल बुकिङमा उहाँले 100% 125वटा स्टल बुकिङ गरेर उहाँले महोत्सवलाई सफल पार्नु भएको छ। उहाँ होइन, मेरो सम्पूर्ण टिम, या उपाध्यक्ष होस् या महासचिव होस् या सचिव होस् या सम्पूर्ण कार्य समिति होस् या कोषाध्यक्ष होस्, सबैले मलाई सहयोग गरेको छ। र जुन 3 वर्षको अनुभव छ, 3 वर्षको अनुभवमा मैले जति हेरेको छु त्यसमा प्रदीपजी यसपालिको लागि सबल उम्मेदवार हुनुहुन्छ। त्यसको धेरै कारणहरू छ। त्यसको सबैभन्दा ठुलो कारण हो 100% कार्य समिति बैठकमा उपस्थिति, अर्को 100% कार्यक्रममा उपस्थिति। उहाँको जुन डेडिकेसन छ, उहाँलाई जुन बेला पनि जुन कार्य अराएको छु त्यो काम उहाँले पूर्ण आफ्नो गर्नुभएको छ। त्यस कारणले गर्दा हामीहरू सम्पूर्ण विचार विमर्श गरेर पुरै विवेक पुर्याएर हामी कार्य समितिबाट नै हामी 19 जनाको कार्य समितिमा 17 जनाको कार्य समितिबाट उहाँको नाम अनुमोदन भएको म जानकारी गराउन पनि चाहन्छु। साथै यो अनुमोदन पश्चात पूर्व अध्यक्षहरूलाई पनि बसाएर जानकारी गराए कि उहाँको अनुभवको कारणले गर्दा आज उहाँलाई हामीले अध्यक्षको प्रत्याशीको रूपमा अगाडि सारेको छु। र अहिलेको टिमको अवस्था भन्ने भने जुन सम्भावित नामहरू हामीले पेश गरेका छौँ, त्यो सम्भावित नाममा वस्तुगतबाट हामीले शिक्षा क्षेत्रबाट पनि हामी ल्याएको छौँ भने हामी हार्डवेयर सेक्टरबाट पनि ल्याएका छौँ भने लिकर सेक्टरबाट पनि ल्याएका छौँ भने अटोमोबाइल्स र सञ्चारको क्षेत्रबाट पनि छ भने मेडिसिन एसोसिएसनबाट पनि छ भने हामीले कुनै पनि क्षेत्रलाई छोडेका छैनौँ। हामीले भगवानपुरबाट पनि एउटा हाम्रो सफल व्यवसायी प्रकाशशाला पनि यसपल्ट हामीहरू कार्य समितिमा ल्याइरहेका छौँ भने लक्ष्मीपुर पतारीबाट नयन कुमार यादवलाई पनि यसपल्ट कार्य समितिको लागि हामीहरू मतलब प्रवेश गर्नको लागि हामीहरू कमर कसेका छौँ। साथै यसपल्ट हामीले युवा व्यवसायी वासिम अक्रमलाई पनि जुन छ यो जुत्ता चप्पलको सेक्टरबाट उहाँ पनि यसपल्ट हाम्रो टिममा समावेश हुनुभएको छ भने हामीले सञ्चार क्षेत्र अनुपमाजीको पनि नाम आज हामीले उद्घोष गरेका छौँ। साथै हामीले कुनै पनि क्षेत्रमा हामीहरू जो छुटेको छ त्यसलाई पनि समावेश गर्ने हामी मनोनित प्रक्रियाद्वारा हामी लिएर आउँछु र हामीले यसपल्ट रेमिटान्सबाट पनि हामीहरूले यो कार्य समितिमा अमरनाथ शाहलाई पनि ल्याउने प्रयास गरिरहेको भन्नाले हामीहरूलाई एउटा सन्तुलित टिम सबैको क्षेत्रको जुन समस्या छ त्यो समस्या हामी माझ आओस्
र जुन मैले गरेका कार्यहरू आउने जुन 2 गतेको साधारण सभा छ त्यसमा महासचिवज्यूले पक्कै त्यो सम्पूर्ण आफ्नो गतिविधि पढ्नुहुन्छ र म पनि आफ्नो जे कार्य गरेका छु त्यो सबै आफ्नो कुरा राख्ने नै छु। र अहिलेको जुन यो टिमले यदि निर्वाचित हुन्छ भने हामीलाई एउटा जुन जोस जागर छ, यो जोस जागर हामीले जुन पर्यटन विकासको लागि, शैक्षिक विकासको लागि, उद्योग विकासको लागि अनि महिला उद्यमीहरूको लागि जुन हामीहरूले महोत्सव लगाएका थियौँ त्यो पक्कै यसपालि फेरि नयाँ वर्षमा हामी लगाउने छौँ। त्यसको लागि सम्पूर्ण साथीहरूको सहयोग हामीलाई चाहिन्छ। तपाईहरू सहयोग गर्नुहुन्छ भने पक्कै उहाँको सम्पूर्ण टिम निर्वाचित हुन्छ भन्ने म विश्वास पनि लिएका छौँ। र आज यहाँ उपस्थिति हुनुभएका सम्पूर्ण हाम्रा व्यापारी बन्धु, हाम्रा अडिटर एसोसिएसनबाट पनि हाम्रा केन्द्रीय समितिका टिम छ, प्रदेश समितिका टिम पनि यहाँ उपस्थित छ भने हाम्रा एनपेप्सनको समितिबाट पनि यहाँ उपस्थित छ जुन म सम्बोधनमा छुटेको थियो। र हाम्रा लक्ष्मीपुर पतारीबाट पनि धेरै व्यवसायहरू यहाँ आएको छ भने हाम्रा भगवानपुरका पनि धेरै व्यवसायहरूको यहाँ उपस्थिति छ। लाहानको भन्नै पर्दैन, यति ठुलो संख्यामा उपस्थिति हेर्दा म आज यो विश्वास छु कि तपाईहरूको साथ र सहयोग हाम्रो टिमलाई पाउँछ भन्ने विश्वास लिँदै यो आजको यो घोषणा सभामा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई यही मञ्चबाट धन्यवाद दिँदै आफ्नो 2 शब्द यही विकास आमाज्यू, अतिथि पवन दाई, अशोक अग्रवाल दाई, अशोक अम्माल दाई, सुनिल महतो लगायत यो आजको उम्मेदवारी घोषणा कार्यक्रममा पाल्नुभएका सम्पूर्ण वस्तुगत सङ्घका व्यवसायी साथीहरू, पत्रकार साथीहरूलाई आज म यो आफ्नो घोषणा कार्यक्रममा सबभन्दा पहिले म त आफ्नो यो जसरी हाम्रो शत्रुघ्नजीले भन्नुभयो मेरो अनुभवको आधारले पनि मैले आफ्नो कार्यकाल, आफ्नो कुशलता तपाईँको नेपाल मदिरा व्यवसाय महासङ्घ पनि मेरो 10-15 वर्षको अनुभव छ। त्यस्तै विद्रोह सङ्घमा पनि अञ्चलभरिको व्यापारीहरूको पनि मैले एउटा नेतृत्व मैले गरिसकेको छु। 9-10 वर्षदेखि तपाईँको रोटरी क्लबमा पनि मैले आफ्नो अध्यक्षको कार्यकाल राम्रोसँग मैले गरेको छु। साथै जो जिल्ला उद्योग वाणिज्य सङ्घमा पनि मैले आफ्नो अशोक लाल अमात्यको कार्यकालमा म पहिलोपल्ट वाणिज्य सङ्घमा आएको। त्यति बेला पनि मैले अशोक दाईको कार्यकालमा पनि मैले आफ्नो अनुभवले कार्यकाललाई सफल बनाउनको लागि समयले व्यवसायहरूको समस्यामा कार्यक्रमहरूमा यहाँहरू लाग्छ मलाई सबैजना अवगत नै हुनुहुन्छ मेरो पर्फर्मेन्सेसको बारेमा। त्यस्तै अहिले हालका अध्यक्ष हाम्रा विकास आचार्यजीको कार्यकालमा पनि मलाई लाग्छ कसैको एक्टिभिटीहरू पनि तपाईँको कसैसँग छुपेको छैन। आजकलको सोसल मिडियाको जमाना तपाईँको को कहाँ के गर्दैछन्, कसरी गर्दैछन्, मलाई लाग्छ यो कुरा मैले भन्नुपर्ने मलाई कुनै आवश्यकमा जरुरी पनि ठान्दिनँ। किनकि यहाँहरू सबै हामी सबै एकअर्कासँग सोसल मिडियामा जोडेकै छौँ तपाईँको। त्यसले गर्दा मलाई लाग्छ यो भन्नलाई त्यति मलाई जरुरी पनि छैन। र यो अब यसपालिको यो आउने अब 35औं साधारण सभाको जुन अब चुनावको कुरा छन्, स्वाभाविक हो त्यहाँ अब सरसम्मतिका कुरा हुन्छ भरसक। त्यो प्रत्येक विगतका चुनावहरूमा पनि यो पवन दाईको, अशोक अग्रवाल, सुनिलमा प्रत्येकपल्ट कुरा आउँछ सरसम्मति निर्विरोध होस् भरसक चुनाव हाम्रो व्यवसायहरूमा तपाईँको मिलेर गयो भने राम्रो। तर यो जति सजिलो छ भन्न त्यति नै गाह्रो छ। त्यसले गर्दा अहिले पनि हाम्रो प्रयास तपाईँको अब ब्याकडोरबाट हाम्रो प्रयास जारी छ आफ्नो आफ्नो हिसाबले। खास गरेर आर्थिक चलखेल हुँदैन। यो जिल्ला उद्योग वाणिज्य सङ्घमा व्यापारीहरूको हक हितको लागि, व्यापारीहरूमाथि आइपर्ने समस्याहरूको लागि युनिटीको रूपमा हामी सङ्घ खडा गरेका छौँ। र त्यसमा हाम्रो पूर्व अध्यक्ष पवन मुन्द्रा, अशोक अग्रवालज्यू, सुनिल महतो र पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष अशोक लाल अमात्यको टिमबाट हामी तपाईँहरूको माझमा यो जुन हाम्रो जुन प्यानल छ, हाम्रो जुन टिम छ, यो टिममा आजसम्म सधैँ विजय नै भएको छ। म सम्पूर्ण व्यापारीलाई,
सम्पूर्ण उद्योगीलाई यो टिमलाई यो पालि पनि 2082 को टिमको लागि आफ्नो अमूल्य मत दिई हाम्रो पवन मुन्द्रा टिमलाई विजय गराउनुहुन्छ भन्ने आशा र विश्वासलाई लिएका छौँ। त्यसमा हामी अध्यक्षको रूपमा हाम्रो सर्वसम्मतिबाट वर्तमान जिल्ला उद्योग वाणिज्य संघका सचिव सर्देव श्री प्रदीप कुमार गुप्तालाई अगाडि सारेका छौँ र उहाँको क्षमता योग्यता र अनुभव पनि हामी तपाईँको माझमा राख्न गइरहेका छौँ। उहाँ प्रदीप कुमार गुप्ता हुनुहुन्छ। उहाँको पिताको नाम श्री धर्मनाथ गुप्ता, आमा श्रीमती मन्जु देवी गुप्ता, सिराहा जिल्ला लाहान नगरपालिका वडा नम्बर 8 बस्नुहुन्छ। उहाँको शिक्षा ब्याचलर गर्नुभएको छ। व्यवसायमा मदिराको थोक विक्रेता तथा जुस उद्योगी पनि हुनुहुन्छ। उहाँ जुस फ्याक्ट्रीको उद्योग पनि गर्नुभएको छ। उहाँको उमेर 52 वर्ष पुगेको छ। उहाँको अनुभव नेपाल मदिरा व्यवसाय महासंघको केन्द्रीय सदस्य 2 चोटि हुनुभएको छ। नेपाल मदिरा व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनुभएको छ। सगरमाथा वितरक संघ जिल्लाको अध्यक्ष पनि हुनुभएको छ र जिल्ला उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य र अर्को कार्यकालमा अहिले वर्तमानमा उहाँ सचिव हुनुहुन्छ। उहाँ रोटरी क्लबको लाहानको अध्यक्ष पनि भइसक्नु भएको छ। उहाँको अनुभव सामाजिक सेवामा धेरै छ। उहाँ प्रत्येक आफ्नो कार्यकालमा निष्ठावान भएर नैतिकवान भएर आफ्नो कार्यभार सम्हाल्नु भएको छ र उहाँको कार्यकाल सधैँ सफल भएको छ भने म सम्पूर्ण पत्रकार महोदय, सम्पूर्ण अनुभवी उपस्थित हुनुभएका सम्पूर्णमा जानकारी गराउन चाहन्छु र उहाँको टिमबाट सम्भावित रूपमा यी तफसिल अनुसारका उम्मेदवारहरू हुनेछ भने यहाँ हलमा उपस्थित सम्पूर्ण महानुभावलाई जानकारी गराउन चाहे। 1 मा प्रदीप गुप्ता, 2 मा रामउद्गार महतो, 3 मा बसन्त शाह, 4 मा सुनील कुमार चौधरी। अगाडि आएर यहाँ हलमा उपस्थित हुनुभएका सम्पूर्णलाई आफ्नो परिचय परिदिनुहोस्। 5 नम्बरमा श्रीमती खुशबु जयसवाल यहाँ आइदिनु पर्यो अगाडि। तपाईँ भन्दै जानु न। 6 नम्बरमा रविन्द्र श्रेष्ठ। नमस्कार सबैमा। 7 नम्बरमा बद्री नारायण चौधरी। अमरनाथ शाह धनगढी। सुदीप राज कुशवाहा उहाँ आफ्नो निजी कामले विराटनगर जानु भएको छ। उहाँ पार्टीमा हुनुहुन्छ। शंकर गुप्ता, विन्देश्वर महतो, मुरारी शाह, मुरारी शाह जी, श्री नयन यादव जी, नयन यादव लक्ष्मी पदारीबाट ज्यू, श्री प्रकाश शाह भगवानपुरबाट प्रकाश शाहलाई सभाको उम्मेदवारमा नामावली ल्याएका छौँ। वसीम अकरम जी, जानुका पराजुली जी, श्रीमती अनुपम झा, यी व्यक्तिहरूलाई हाम्रा पूर्व अध्यक्षको सरसल्लाहबाट अनि रीता यादव हाम्रा
हाम्रा पूर्व अध्यक्षज्यूहरूको सहमति सरसल्लाह व्यापारीहरू जोडले ल अब हाम्रो अध्यक्षजीबाट केही विकासजी कीजिए न व्यावसायिक टिमबाट प्रदीप कुमार गुप्ता प्यानलको प्रदीप कुमार गुप्तालाई उद्योग वाणिज्य संघको अध्यक्षको रूपमा हामी यही मञ्चबाट घोषणा गरिरहेका छौँ। साथै अब उहाँ आफ्नो भनाइ राखिदिनु हुन पनि प्रदीपजीलाई अनुरोध गर्न चाहन्छु। वर्तमान अध्यक्षज्यू पूर्व अध्यक्षज्यूहरू यहाँ उपस्थित सम्पूर्ण व्यवसायी साथीहरू उपस्थित सञ्चारकर्मी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैमा मेरो नमस्कार। वास्तवमा अघिका वक्ता साथीहरूले भन्नुभयो जुन हिसाबले चाहिँ अहिले यो उम्मेदवारी घोषणा भयो यो टिमबाट मैले यो टिमको स्पिरिट चाहिँ मैले एकदमै नजिकबाट हेरेको छु। यो टिम विगतमा पनि एउटा लिडरसिपमा हुनुपर्ने जति ट्रेड्सहरू छन् त्यो ट्रेड्स भएका टिम चाहिँ मैले पनि एज अ म पनि एउटा सेक्टरमा चाहिँ लिडिङ गर्छु र यहाँको लिडरसिपबाट चाहिँ म पनि प्रभावित हुँदै आएको छु। विगत धेरै वर्षदेखि अशोक दाइको पनि हेरेकै छु। तसर्थ यो प्रदीप गुप्ताजीको सवालमा उहाँ चाहिँ पर्सनल सम्बन्धको कुरा गर्दा चाहिँ उहाँसँग चाहिँ मेरो एउटा एकदमै इन्फर्मल नभएर एकदम फर्मल तर इन्टिमेसी भएको छ धेरै वर्षदेखि र उहाँसँग चाहिँ मैले पर्टिकुलरली चाहिँ मैले केही कुनै सवालमा लिडरसिपले सवालमा चाहिँ सर सल्लाह सुझाव लिनुपर्दा चाहिँ उहाँसँग लिने गर्दछु। तसर्थ मैले चाहिँ यसो भन्नुपर्दा एउटा चाहिँ एउटा जर्ज बर्नार्ड शले एउटा किताब लेख्नु भएको थियो यो द एप्पल कार्ट भनेर। त्यो एप्पल कार्टलाई डोर्याउनलाई गुडाउनलाई चलाउनलाई एउटा चाहिँ राम्रो ड्राइभर एउटा संस्थाले हाँक्नलाई एउटा त्यस्तो दृढ प्यासेन्स भएको तर स्पिरिटको सवालमा चाहिँ अघि एकजना वक्ताले भन्नुभयो जेनजी भनेर। उहाँ जेनजी त हुनुहुन्न तर जेनजी टाइपको जेनजी एजको स्पिरिट बोकेर उहाँले चाहिँ विगतमा पनि काम गर्नुभयो। तसर्थ उहाँलाई नेपाल पत्रकार महासङ्घको तर्फबाट र म मेरो व्यक्तिगत तर्फबाट चाहिँ उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना दिन अग्रिम शुभकामना दिन चाहन्छु। धन्यवाद।